थोरै अब एकदम डिटेलमा त दिन सकेको छैनौँ इन्फर्मेसन, तर पनि हजुरहरूलाई कुन बाटो जाँदा सजिलो हुन्छ र कुन बाटो जाँदा चाहिँ गाह्रो हुन्छ अनि गाडीमा जाँदा सजिलो हुन्छ कि बाइकमा जाँदा सजिलो हुन्छ भन्ने मैले इन्फर्मेसन दिएको छु हजुरहरूलाई। ओके, आजको भिडियो यति नै हो, धन्यवाद। हो नम्बरलेंगे छोटस्तीले दिने गाइस। अब है हामी चाहिँ अहिले यता नगरकोट पुगेको छौँ। हामी चाहिँ अब कुन ठाउँ भन्छ फेरि ठाउँ पनि बिर्सिदिरह फेरि के भन्छ अहिले हामी चाहिँ सैलुङ जानुको लागि यहाँबाट तयार गरिरहेका छौँ। हामी चाहिँ अहिले अब स्वयम्भूले फेरि सैलुङ जाँदैछौँ है गाइस। सैलुङ अब त्यसको लागि हामी चाहिँ अहिले यात्रा गरेर काठमाडौँबाट अहिले हामी यहाँ नगरकोट पुगेको छौँ। अनि हामी अब हजुरहरूलाई अहिले काठमाडौँ देखायो भने काठमाडौँ चाहिँ त्यता हो है गाइस है। ऊ त्यता ल त्यता चाहिँ सबै काठमाडौँ यो सबै भेली काठमाडौँ। त्यहाँ बिचको उता चाहिँ त्यो चन्द्रगिरी पर्छ है गाइस है, त्यो चन्द्रगिरी डाँडा हो लगाइस है। अब हामी फेरि अहिले यहाँको यात्रा त्यस्तोमा छौँ। त्यसपछि हामी फेरि अहिले माथि अलि नयाँ जग्गा पुगेपछि फेरि म हजुरलाई देखाउनेछु। ओके, हजुरहरू पनि नगरकोट घुम्न आउनु चाहनुहुन्छ आउनु होला। यहाँ चाहिँ एकदम भ्यूहरूको लागि चाहिँ तपाईँहरू बिहान आउनु होला, एकदम रमाइलो छ यता ठाउँमा। मौसम पनि एकदम रमाइलो छ, हजुरहरूले देख्न सक्नुहुन्छ। हेर्नुहोस् त यहाँबाट कति दामी हिमालहरू पनि देखिरहेको छ। हेर्नु त यहाँको दृश्यहरू कस्तो दामी छ। यो चाहिँ अब हामीले नगरकोट गएर क्याच गरिरहेको छु। यो भ्यूहरू चाहिँ है हजुरहरूले देख्न सक्नुहुन्छ है। हेर्नु त यो कति राम्रो है, कति सुन्दर हेर्नुहोस् त कस्तो राम्रो छ। यो चाहिँ अहिले हामी यता बलाफी भन्ने ठाउँमा आइपुगिसकेको छ र हामी चाहिँ अब यहाँबाट चाहिँ अब लाम्साङको निस्केर लाम्साङबाट फेरि हामी अब जुरी जाने बाटोमा जानुपर्ने हुन्छ। र अहिले हाम्रो यात्रा जाने अहिले बलाफी भन्ने ठाउँमा आइपुगिसकेको छौँ। यतातिर दृश्यहरू एकदम दामी एकदम रमाइलो दृश्यहरू देख्नुहुन्छ हजुरहरूले। लाम्साङको पुगिरहेको छ अनि यता चाहिँ हाम्रो माथि बारबिसीबाट आउने बाटो बारबिसीबाट आउने गाडी। अनि हामी चाहिँ अब यो बाटो जाने हो। यो बाटो चाहिँ अब अहिले लाम्साङमा जाने बाटो हो। अनि यता चाहिँ बारबिसीबाट आउने बाटो अनि यता उनीहरू चाहिँ काठमाडौँ जाने बाटो हो। त्यही भएर हामी यता अब अहिले लाम्साङमा जाने हो। अब यताबाट हामी माथि गरीबोट जाने बाटो यही हो। अनि तिम्रो नाम के हो नि? युनिक। तिम्रो नाम? ओके, अब यो तिमीहरू यो युट्युबमा आउँछ है, तिमीहरू हेर्ने ल, वे टु फ्रिडम सर्च गरेर हेर्ने ल। ओके ल, ठिक छ। अनि यहाँ मुरेको खाना कस्तो छ त बुढोलाई? मुरे खाना कस्तो लाग्यो त? ठिकै छ है। ओके, मिठो छ है। तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने यतैतिर है, यतातिर मुरेतिर खाना मिठो छ भन्नुभएको छ। अचार छ अब चाहिँ तपाईँहरूले अब कुखुराको मासु होइन खसीको मासु जे भने खान सक्नुहुन्छ। अब अहिले चाहिँ हामी अब यहाँ मुरेमा पुगिसकेको छ। अब अहिले हामी चाहिँ खाना सुरु गरिसकेको छ। ओके गाइस, हामी चाहिँ अब लगभग अब सैलुङ पुग्नु लागिसकेको छ र हाम्रो यहाँ अलिकति बाटो खराब रहेछ। त्यही भएर हामीले चाहिँ यता म चाहिँ अब झरेर यस्तो निक्लेको। यता चाहिँ अहिले हाम्रो दाजु यता बाइक ड्राइभर। अब हामी चाहिँ लगभग सैलुङ पुग्नु लागिसक्यो है गाइस। अब यतातिर एकदम दृश्यहरू राम्रो छ एकदम। यतातिर सल्लाहको गाडी रहेछ, एकदम राम्रो छ यतातिर। ल है गाइस, तपाईँहरू आउने हो भने चाहिँ टक्क है गाडीमा आउने है गाइस है। बाटो यस्तो छ, हालत यस्तो छ यो ठाउँमा। अब यो एकदमै गाह्रो छ। ल गाइस, सैलुङ हामी चाहिँ यता आइपुगिसकेको छ। बाटो चाहिँ यता अलिक एकदम खराबै टाइपको छ रहेछ। अब हामी चाहिँ अहिले सैलुङ गएर पुग्नु लगभग अब 20 मिनटमा हामी सैलुङ गएर पुग्छौँ। यो ठाउँमा पानी पर्न लागिसकेको छ। यस्तो छ हालत अब यहाँको दृश्यहरू यस्तो छ है। अब हामी 20 मिनटमा चाहिँ अब हामी सैलुङ पुग्नेछ। यता सैलुङ डाँडा गाउँ भन्ने ठाउँमा चाहिँ एकदम बाटो त हालत छ है गाइस, हालत छ बाटो। तपाईँहरू आउनुभयो भने अब ग्रुपमा या अब जहाँ भयो आउनुभयो भने गाडीमा आउनुभयो भने एकदम राम्रो रहेछ। बोलेरोहरूको
तपाईँको यहाँ बसहरूमा आउनुभयो भने एकदम राम्रो रहेछ है। बाइकमा आउनुभयो भने चाहिँ तपाईँहरूले हिउँदोमा त सही होला, तर बर्खामा चाहिँ यहाँ ठाउँमा चाहिँ अलिक गाह्रै हुने छ, किनकि यो ठाउँमा है गाइस हामी चाहिँ अब अहिले सैलुङको अब ठ्याक्कै है अब यहाँ पार्किङमा पुगेको छौँ। अब यहाँबाट न चाहिँ 1 घन्टा अब मतलब 1.5 घन्टा जति हिँड्नुपर्छ अरे है। अब यता तपाईँ देख्न सक्नुहुन्छ है, यता सब पुरा पार्किङ छ, पार्किङ है, पार्किङ लडहरू चाहिँ। अब यहाँबाट माथि जाने हो है हामी चाहिँ, यहाँबाट माथि अब हिँडेर जानुपर्छ, यता माथिबाट हिँडेर उँभो जाने ठाउँ रहेछ है। अब यो चाहिँ अन्तिम परिरहेको चाहिँ गाइस है। अब यहाँबाट हामी माथि हिँड्दै जानेछौँ, अनि माथि पुगेको छु हजुरहरूलाई, अनि माथि सैलुङको दृश्य देखाउने छु। ओके, अब मेन गेटमा आइसकेको छौँ। यो चाहिँ हाम्रो मेन गेट हो यहाँको है। अब हाम्रो ग्रुप चाहिँ टन्नै छ है गाइस, एकदम धेरै। अब हामीसँगै त आएको होइन, तर पनि उहाँहरू पनि आइपुग्नु भएको रहेछ। बाटो त रहेछ तर बाटो एकदम खराब है, बाइक त छोडिदिनु न, मान्छे पनि जानु गाह्रो रहेछ यो ठाउँमा। यता पनि बाटो छ है गाइस। तपाईँहरू यता माथि आउनु चाहनुहुन्छ भने चाहिँ यो सैलुङ र सम्म सैलुङ यो धेरै सैलुङ रहेछ होइन यतातिर, अनि त्यही भएर तपाईँहरू चाहिँ यहाँ माथि आउने बेलामा चाहिँ तपाईँहरूले अब तपाईँहरूले के भनेर आउनु पर्ने रहेछ भने चाहिँ तपाईँहरूले बुझ्नु पर्ने चाहिँ कालो पानी सैलुङ भनेर चाहिँ तपाईँहरूले त्यसको दृश्यमा हेरेर है, तल तल चोकहरूमा नि नाम त रहेछ, तर पनि हामीलाई थाहा थिएन नि त। अनि सैलुङ धेरै केही गाउँपालिका सैलुङ, के नगरपालिका सैलुङ भनेको जस्तो के अब धेरै छ। अनि त्यसपछि तपाईँहरू यहाँ सिधै अब सैलुङ आउनु चाहिँ कसरी आउनुपर्ने रहेछ भने तपाईँहरूले कालो पानी सैलुङ भनेर त्यसको दिशामा हेरेर चाहिँ आउनु होला, एकदम राम्रो छ। यतातिर हेर्नु ल, चिमाल है, चिमालको बाबु यतातिर धेरै छ, आसारे पनि रहेछ यतातिर है, चिमालहरू। यता निगालोको चाहिँ यो चाहिँ गुरु निगालो भन्छ होइन, यता गुरु निगालोहरू रहेछ, यता गोब्रे गुरुहरू पनि छ है, धेरै देख्न पाइन्छ तपाईँहरूले यतातिर। अब ठाउँ एकदम भर्याङ चाहिँ यहाँबाट अब लगभग 45 मिनटको हिँड्यो भने 45 मिनट, नभए बिस्तारै हिँड्यो भने लगभग अब 1 घन्टा नै पर्छ भनेको छ। अब भर्याङ त टन्नै रहेछ यो भर्याङ। अब यो उकालो चाहिँ मजाले हिँड्नुपर्ने छ। लगाएछ हेर्नुहोस् त सैलुङबाट कस्तो भ्यू देख्ने हुनेछ, तपाईँहरूले अनुभव गर्नुहोस् है। तपाईँहरू आउनु चाहनुहुन्छ भने चाहिँ बाइक लिएर चाहिँ नआउनु होला है, बाटोहरू अलिक खराबै रहेछ। यता लगभग तपाईँहरूले यता मुरेसम्म चाहिँ राम्रै छ बाइकबाट आयो भने होइन। त्यहाँदेखि माथि चाहिँ तपाईँहरूको एकदम अलिक थोरै ठाउँमा एकदमै गाह्रो हिलो डुब्ने यस्तो छ। हजुर तपाईँहरू आउनु चाहनुहुन्छ भने बोलेरोमा आउनुहोस् या बसहरू बुक गरेर आउनु होला, माइक्रोहरू होइन। एकदम राम्रो छ ठाउँ, एकदम राम्रो शान्ति, एकदम शीतल मौसमहरू पनि एकदम राम्रो छ। तपाईँहरू उकालो हिँड्नु नसक्ने यस्तो हुनुहुन्छ भने पनि नआउनु होला। यतातिर बुढी यता हेरेर त 2 बजे जानु, यस्तो गरेर त हात 2 बजे जानु खतरा आयो कि सिन अलि क्लोज भयो लगास। हामी चाहिँ अब उकालो चाहिँ सक्यो है गाइस, यताको यो भर्याङको उकालो चाहिँ सकिसक्यो। अब हामी चाहिँ सबैभन्दा चुचुरोमा आइसकेको छ है गाइस। हामी चाहिँ अब यताको चुचुरोमा आइसकेको छौँ र भर्याङ चाहिँ अझै भने पनि सकेको छैन। यता चाहिँ भर्याङ, अब यताको भर्याङको अन्तिमै होला यता चाहिँ। हेर्नुहोस् गाइस है, यस्तो बबाल यस्तो कम्तीमा अब यहाँ सिकिसक्यो है गाइस है। अब यहाँबाट माथि चाहिँ जङ्गल छ, हामी चाहिँ अब आउनु अलिक ढिलो भएको होला सायद। एकदमै अब कुहिरोले ढाकिसकेको छ हेर्नुहोस्, यो हो नि त कुहिरोले ढाकेर पुरा अब अन्धेरो है गाइस। अब तपाईँहरू पनि यही हेरेर मजा गर्नुहोस् है, किन भन्दाखेरि देखाउने केही छैन नि गाइस। अब सब
ढाकेर कालो कालो वरिपरि पुरा होइन। अब माथिसम्म पुग्नेसम्म के थाहा फेरि उज्यालो पनि हुनसक्छ। यहाँको मौसमको चाहिँ फेरि भरोसा हुँदैन, एकछिनमै उज्यालो पनि हुन्छ। के भन्नुभएको फोटो एकछिन पाउनु ल। म यस्तो दामी छ ठाउँ त ल गाइस है, यही अन्तिम हो यो 18 समय हो। त्यहाँदेखि चाहिँ हाम्रो मौसम पनि बदलिसक्यो है। अब यो अन्तिम हो गाइस ल, यही हो केटी यहीँ रहेछ। हिँडेर चाहिँ उकालो कट्नु थालेको भनेको त गाइस, उकालो त अब आउने रहेछ ल। 10-15 मिनट भर्याङ चढ्नुपर्ने रहेछ। त्यसपछि यहाँ फेरि जङ्गलको बाटो यतातिर है थर्चेक पनि हालेको रहेछ है। यता राम्रो रहेछ थर्चेकहरू पनि। आमामा साङहरू, फुर्माङहरू, गोब्रेकोहरू पनि रहेछ। यतातिर आसारेहरू, पायाले पनि रहेछ। चुत्रो, गोब्रेगुरुको यतातिर यता चाहिँ चिमाल, घोब्रेसल्ला घोब्रेसल्ला भन्छ। गोब्रे सानैदेखि गोब्रेबाट आमा बाँच्न आउनु थाल्यो गोब्रेगालदेखि। ठाउँ चाहिँ हो के। अब हामी चाहिँ लगभग पुग्यो भन्ने पनि भनौँ है, तर चाहिँ पुग्नु चाहिँ पुगेको छैन गाइस है। अब माथि गएर पनि दृश्यहरू देख्ने हो कि नदेख्ने हो, पुरै अन्धेरो छ। ल हेर्नु गाइस, फुर्माङ भनेको चाहिँ है गाइस ल। फुर्माङ भन्ने चाहिँ यसलाई भन्छ है। यो चाहिँ हाम्रो लेखालेखीहरूको दुब हो, दुबा छन् होइन। हामीले जुन झिकन गर्मी छ एकदम लास्टै। यहाँनिर त गोब्रे त बबाले रहेछ है। जङ्गलको बाटो हुँदै आउनु भइसकेपछि अनि यहाँ तपाईँहरूले यो दृश्य देख्नुहुन्छ है। यता महादेव गुफा भनेर अनि सैलुङ भनेर चाहिँ हुन्छ। हामी चाहिँ यता सैलुङपट्टि जानुपर्ने हुन्छ यतापट्टि। यता चाहिँ अर्को दृश्य हो अरे होइन। हामी चाहिँ यता जानुपर्ने हुन्छ। हेर्नुहोस् है दृश्य यो एकदम अहिले कुहिरोले गरेर खासै त्यति राम्रो के पनि देखेको छैन। यहाँ चाहिँ डाँफे ढुङ्गा अरे है। यहाँ चाहिँ डाँफे ढुङ्गा भनेर चाहिँ यता देखाएको रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ एकदम दृश्य राम्रो छ है गाइस। यहाँनिर खतरा चढ्ने चाहिँ त्रिशुल पनि रहेछ। ल हेर्नुहोस् गाइस ल, डाँफे ढुङ्गा अरे नाम पनि खतरनाक जङ्गलै। आसारे, गोब्रे, लोगोती है। यहाँनिर त सबै रहेछ यार। यहाँ यो चाहिँ हाम्रो लेकमा हुने यो चाहिँ हाम्रो बाँको हो के है गाइस। बाँको यस्तो हुन्छ, यस्तोतिर आसारेहरू छ। मणिमाला पनि भापा रहेछ यार। खतरनाकै रहेछ यो ठाउँमा। यस्तो दृश्यहरू हेर्दा चाहिँ हामी पुगेको हो कि भनेको जस्तो लागेको छ है गाइस है। यता आसपास है यता पुगेको जस्तै माथि पनि छाङ्गै भइसकेको छ। हामी चाहिँ जङ्गलको बिचतिर पुग्यो गाइस है। अब यता चाहिँ हामी चाहिँ ट्याक उकालोमा मजाले हिँड्दैछौँ गाइस, मजाले। यो ठाउँहरू चाहिँ यति खासै त्यस्तो गाह्रो त छैन, तर पनि हिँड्नु चाहिँ टन्नै टाइम लाग्ने रहेछ गाइस। उहाँहरू चाहिँ पुगेर नै आउनु भइसकेको जस्तो छ। हामीहरू चाहिँ जाँदैछौँ। अब पुगेको जस्तै छ है गाइस। यतातिर यहीँ छ है। अब हामी हिँड्दैछौँ है गाइस। ल पुग्यो जस्तो छ हेर्नुहोस् ल। ल सैलुङ पुग्यो गाइस। ल हामी चाहिँ गाइस सैलुङ पुगिसक्यो है गाइस। ल यही हो सैलुङ भनेको। ल यही है गाइस सैलुङ। डिलमा जाने हो त डिलमा खतरा रहेछ त्यो। दिदी यही अन्त सैलुङ भनेको यही होइन त दिदी? सैलुङ यही हो है। ओके माथि चाहिँ के रहेछ जाने मान्छौँ ल। त्यो माथि हेर्नु दामी लाग्यो। त्यहाँ माथि खतरा छ त त्यो डिलमा। जाऊँ न त। ल सबभन्दा फर्स्टको डिल चाहिँ यो गाइस है। एकदम बबाल रहेछ है। तपाईँहरूले दृश्य देख्न सक्नुहुन्छ है। ल यतातिर हेर्नुहोस् ल, बबालसँग गाइस राम्रोसित देखाइदिनुहोस्। हेर्नुहोस् है गाइस। ल यो नि त ल सैलुङ तपाईँहरू आउनुहुन्छ भने ड्रोन पनि लिएर आउनु होला। एकदम बबाल। यता सल्ला, गोब्रे, ठिङ्ग्रे, धुप त छैन रहेछ यतातिर होइन। अनि चिमाल हुन्छ नि अब तलतिर
अनि आसारे निङ्गालु यतातिर हेर्नु ल थरीभरिको हुन्छ नि त तपाईँको हरेक प्रकारको सर्सिङ मेन्दो पनि रहेछ नि त सर्सिङ मेन्दो पनि रहेछ यतातिर है गाइस यता मुनि गाउँ उता चरीकोट पारिबोडी चरीकोट उता चरीकोटको है गाइस यतातिर चाहिँ यही हो सैलुङ भनेको चाहिँ बबाल सैलुङ चाहिँ यही हो अब हामी माथिको मन्दिरमा जानेछौँ है गाइस हेर्नु ल यो बाटैबाट अब त्यो चौरीहरू पनि देखाएर तपाईँहरूलाई चौरीहरू देखाएर होइन यो वरिपरिको डिलहरू देखाएर तपाईँहरूलाई म राम्रोसित भ्यू बनाएर ल्याउने छु है गाइस ल सौरी यस्तो छ है गाइस हाम्रो यत्र यस्तो बवाल छ ठाउँहरू पनि यतातिर यस्तोहरू जाँदै पनि छ वरिपरि गाइस एकदम बवाल गाइस यो ठाउँहरू चाहिँ खतरनाक हो सैलुङको ठाउँमा यस्तो दृश्य देख्नु पाउनु भनेको भाग्यमानी हो है गाइस है किन भन्दा नि गाइस हो अब म तपाईँहरूलाई भन्नुपर्दाखेरि चाहिँ किन भाग्यमानी हो त भन्दाखेरि चाहिँ गाइस है एकदमै बवाल ठाउँ छ मौसम पनि एकदम बवाल छ दृश्य पनि बवाल छ अनि यति भएपछि त योभन्दा हामीलाई के चाहियो त गाइस स्वर्ग भनेकोमा के हुन्छ र गाइस सुन चाँदी हिरा मतीको त हुँदैन होला नि त होइन गाइस यही त होला नि सब सुविधा एकदम बवाल हुनु पर्यो के भन्नुभएको त्यही त खतरनाक रहेछ ठाउँ हेर्नु खतरनाक देखेछ कि गाइस आमा चौरीहरू बवाल छ गाइस त्यतिर बवाल गाइस यो ठाउँ त बवालै रहेछ क्या लास्ट इयर हेर्नु त अब यो डिलहरू कस्तो तल कि हेर्नु त बुवा आफूले खतरनाक रहेछ लास्ट गाइस ओ बाबा यस्तो छ हो गाइस ल कुरो हटाउने राम दाइले है कसरी हटाउँछ हामी नै हेरौँ न गाइस हाम्रो दाइले खै ल हटाइदिनु कुरो हटाइदिनु कसरी हटाउने खै तपाईँले बाटो हट हो बाबा बवाल गाइस ल हाम्रो सँगै आउनुभएको साथीहरू उहाँहरू चाहिँ त्यहाँबाट आउँदै हुनुहुन्छ हामी चाहिँ माथि भिड चढेर आएको उहाँहरू चाहिँ हिँडेर आउनुभएको छ हामी चाहिँ जवानीको जोस देखाइदिएको नि त हामी चाहिँ भिडमा पनि चढ्नु सक्छ है भनेर उहाँहरूलाई देखाइदिएको नि त उहाँहरू चाहिँ बाटैबाट आउनु भएको छ उहाँहरू माथि कोही साथीहरू माथि पुग्नु भएछ गाइस तपाईँहरू सैलुङ आइपुगेर पनि है गाइस यतातिर अब धेरै जाने ठाउँ छ रहेछ त्यही भएर हामी चाहिँ काले पानी सैलुङ भनेको ठाउँमा आउनुपर्ने हुन्छ गाइस है यता पनि ऊ जुरे ढुङ्गा महादेव हो भनेर भन्नुभएको छ हजुर घुम्न आएको हजुर घुम्ने हो ट्याङ जहाँ पायो घुम्ने हो हजुर यस्तै घुम्नुपर्छ हो नि हजुर त्यही भएर तपाईँहरूलाई याद दिलाउनुको लागि हामी पनि कुदिएको नि त हजुर अब जो जग्गा भनेको लाठेमा हो हो जे गर्नु मलाई चाहिँ गरिहाल्नुपर्छ होइन दाजु एकदम ठिक हजुर तपाईँहरूलाई चाहिँ अहिले गाह्रै भएको जस्तो छ हजुर जति मोटायो उति हिँड्न गाह्रो हुन्छ भने ठिक छ यो ठाउँमा बाटो हिँड्नुको लागि बनाएको पनि ठिकै भएको रहेछ किन भन्दाखेरि अलि धेरै बसेर अब अल्छी भयो भने यसो जिउ घटाउनुको लागि सही ठाउँ रहेछ ढिलै फिर्दै हजुर गाइस हजुर अब बिस्तारै आउँदै गर्ने हजुरहरू ल हामी चाहिँ यस्तो डिल घुम्दै फेरि माथितिर जानेछु ओके हामी फेरि माथि भेट्नेछौँ ल गाइस फेरि कुरो आउनु थाल्यो सबै फेरि यताबाट कुरो ढाकिसके हेर्नु सब कुरो ढाक्दैछ उकालो चढ्दा थाके गाइस सबैभन्दा यतिभरिको भ्यालीमा सेकेन्ड हाइट भनेको चाहिँ यो डिल नै रहेछ यो डिल किन भन्दा यहाँबाट सबै तल देखिरहेको छ हेर्नुहोस् त यो भ्यालीहरू सब तल देखिरहेको छ अब पुग्नुपर्ने मेन ठाउँ चाहिँ त्यही माथि तपाईँहरूले मन्दिर देख्नु भएको छ होला त्यहीँ हो यो मन्दिर भएको ठाउँमा ओहो हावा त मिठो आयो दाइ पनि उकालो आएर थाकिसकेछ हेर्नुहोस् फेरि तलबाट बाप्रे कस्तो डर लाग्दो बाटो हेर्नुहोस् त बाप्रे यस्तो छ गाइस दृश्य बबाल अब कुहिरो बिस्तारै ढाक्दैछ हेर्नुहोस् त माथितिर मान्छेको बोथान टन्नै मान्छे टन्नै हुनुहुन्छ
राइट बाफ्रे हेर्नु न यो त पुरा छपेर आउने भयो त अब माथिको जम्जम या फेरि माथिको दृश्य नदेख्ने होला है गाइस चौरी पनि बबाल बबाल रहेछ राम्रो चौरीहरू यतापट्टि वरिपरि छ हजुर पानी पर्दैन होला जस्तो लाग्यो एकछिन यो मौसम एकछिन अब रिसाएको छ हामी आउनु ढिलो भयो भनेर उहाँ रिसाउनु भयो होला खासै हामीलाई अब एकछिनपछि हामी फेरि माथि पुगेपछि फेरि हाम्रो काम सुरु हुन्छ हजुर हो र हो हाम्रो त चौरीलाई त भारी बगाउँदैन तर पनि चौरी चाहिँ हुनु चाहिँ हुन्छ बोकाउँछ त टुरिस्ट सिजन बढी भएपछि मान्छेले बोक्नु सक्ने चौरीलाई बोकाउँछ मान्छेले बोक्छ हाम्रोतिर चाहिँ अब त्यो चौरीको जोप्क्यो हुन्छ जोप्क्यो अनि याक चाहिँ अब धेरै हुँदैन हाम्रो गाउँतिर याक चाहिँ धेरै कम हो कुनै ठाउँमा मात्रै हुन्छ हाम्रो चाहिँ सिन्धुपाल्चोक जिल्ला हजुर हाम्रो तातोपानी बोर्डर पर्छ हजुर त्यतातिरबाट हजुर हामी चाहिँ अब तातोपानी बोर्डरबाट हाम्रो चाहिँ अब अरे बोर्डर धेरै बोर्डर नै पर्छ अनि हाम्रो त्यो हजुर हाम्रो घरबाट लगभग देउढुङ्गा कालिङचोक त्यस्तै 2-3 घन्टामा आरपार हुन्छ 2 घन्टा 3 घन्टा लाग्छ पुग्नुलाई हाम्रो घरदेखि चाहिँ एकदम गाह्रो रहेछ यो गलो त अब थाक्यो मेन महत्त्वपूर्ण जग्गामा आइसकेका छौँ हाम्रो साथीहरू पनि बाटोबाट भेट्नु भएको साथीहरू है उहाँहरू पनि काठमाडौँबाट आउनु भएको हो अरे पहाड हो हजुर भनेको पहाड हो ए पहाडको ईश्वर भनेको सैलुङ्गे छ ओके यो ठाउँ चाहिँ बवाल लाग्यो यही हो गाइस अब हाम्रो सैलुङको मेन पोइन्ट भनेको चाहिँ यही हो उहाँहरू पनि काठमाडौँबाट आउनु भएको रहेछ बाटोमा भेट्यो हामीले अनि कुकुरहरू पनि टन्नै हुनुहुँदो रहेछ है गाइस उहाँ हाम्रो साथीहरू फेरि उहाँबाट आउँदै हुनुहुन्छ उहाँहरू पनि त्यहाँबाट आउँदै हुनुहुन्छ अब सबै कुरोले छेक्यो है गाइस अब शैला देवी बुद्ध र देवी शिव र बुद्ध एकै ठाउँ भएको ठाउँ म बवाल रहेछ ल बवाल भनेपछि हजुरहरू यहाँ हिन्दू बुद्धिस्ट केही नछुटाउन सब आउनु मिल्ने रहेछ गाइस ल सबैले दर्शन गर्नु पाउने ठाउँ है गाइस ल यस्तो भागी माने हुन्छ गाइस यहाँ आउनेहरू चाहिँ सब भागी माने गाइस एकदम हेर्नुहोस् हिन्दू बुद्धिस्ट केही छैन सब एकै हो यहाँ आउनुहोस् हाई गाइस एकदम बवाल रहेछ ल उहाँ हाम्रो हजुरबाले भन्नुभएको यहाँ एकदम सम्पूर्णलाई स्वागत छ यो ठाउँमा सम्पूर्ण देवी देवता बुद्ध हजुरहरूले सबै दर्शन गर्नु पाउनु हुनेछ अब हाम्रो कृष्ण राम शिव हजुर यहाँ पूजा गर्ने यता पार्वती पार्वती सुम्निमा अनि देवी हजुर लक्ष्मी दुर्गा यता पूजा गर्ने ए ओके ल हाम्रो लक्ष्मीहरूको फोटो देख्नुहुन्छ हजुरहरूले यतातिर रहेछ है यतातिर आसपास सबै घुमिसक्यो गाइस है अब हामी चाहिँ अहिले छिन्मेसमा बालेर अनि यतातिर यस्तो घुमेर वरिपरि खिचेर देखाउनेछौँ यता माथि चाहिँ हाम्रो बुद्धको फोटो हुनुहुँदो रहेछ यता माथितिर है गाइस है त्यहाँभित्र चाहिँ बुद्धको फोटो हुनुहुँदो रहेछ एकदम बबाल यत्तिकै चाहिँ हाम्रो आमाहरूको नाचे खतरा है खतरा ल ल आमा ल चाहिँ ठिक छ ल हामी चाहिँ अब फर्केर आधा बाटोमा पुगिसक्यो अब देख्न सक्नुहुन्छ यता हाम्रो साथीहरू पनि हुनुहुन्छ अनि ऊ माथि त्यो सैलुङको मेन पोइन्ट ठाउँ चाहिँ त्यहाँ हो गाइस है देख्नु भएको होला नि ऊ त्यो माथि के हो त्यो गाइस है त्यतिर छ अब हामी चाहिँ अहिले यता छौँ अब हामी चाहिँ फर्किसक्यो गाइस है माथिबाट हामी फर्केर अब ग्रेट वालमा पुगिसकेको छौँ साथीहरू उहाँहरू हिँड्दै हुनुहुन्छ माथि जाने बेलामा धेरै साथीहरू हुनुहुन्थ्यो उहाँहरू चाहिँ बिस्तारै आउनु भइरहेछ यहाँ हाम्रो साथीहरू हिँड्दै हुनुहुन्छ गाइस अब हामी तल पुगेपछि अब फेरि भिडियो गर्नेछु अब अहिले मेरो ब्याट्री पनि एकदम कम भइरहेको छ ल है त यो चाहिँ चरीगोड रे ऊ त घाम लाग्यो पारीको
सहर चाहिँ गाई यो चाहिँ चरीको लागि तल आउने बेलामा चाहिँ हामी तल कालो पानीबाट आएको थियो एकदम बाटो खराब रहेछ एकदम डरलाग्दो ठाउँ छ तर अहिले हामी यता फर्किने बेलामा चाहिँ हामी देउरालीको बाटोमा आएको देउरालीबाट आउने बेलामा नि तर खासै त्यति राम्रो थिएन तर जोस त्यो के भन्छ तल कालो पानीबाट भन्दा चाहिँ माथि देउराली बाटो चाहिँ एकदम राम्रो रहेछ अनि सक्कर पनि पर्ने रहेछ त्यही भएर आउने बेलामा चाहिँ यता देउरालीबाट जाने बाटो कुन हो भनेर सोध्नु होला देउरालीको बाटो अलि राम्रो रहेछ है अनि यता अब त्यो बाटो त एकदम खराब छ तर पनि बाइकको लागि अलि राम्रो त यताबाट रहेछ किन भन्दाखेरि यता एकदम राम्रो छ अनि अहिले चाहिँ हामी देउरालीको बाटो आएका छौँ यता माथि एकदम अब अहिले गाह्रो भन्दा पनि एकदम यो देउराली तपाईँहरू आउनु बेलामा देउरालीको बाटो आउनुहोस् न है राम्रो छ यता अलि गाडीको लागि चाहिँ यता अलिक गाड्ने रहेछ तर बाइकहरूको लागि चाहिँ अलिक ठिकै छ तल अघि हामी त कालो पानीबाट आउने बेलामा त कालो पानीबाट आउने बेलामा त लास्टै गाह्रो भयो नि हिलो घुमाएर पनि लास्टै घुमाएर रहेछ अनि देउराली भनेको चाहिँ यता माथिबाट सर्टकट यता आउने छ अनि कालो पानी भनेपछि त्यहाँबाट त्यो गाउँदेखिबाट गाउँबाट मुनि झरेर मुनि जानुपर्ने हुन्छ त्यही हो अब अहिले यहाँ चाहिँ यस्तो बिजोग छ अब हिँडेर आउँदैछ कसैहरू हातले तानेर जाँदैछ हजुरहरूलाई मैले दिएको इन्फर्मेसनबाट कुनै थोरै भए पनि जानकारी पायो भने म आशा गर्दछौँ र आजको भिडियो चाहिँ अब यति नै हुनेछ अब आज म चाहिँ घरमा छु हामी चाहिँ हिजो नै फर्केको हो त्यसै गर्दा रातिको अलिकति गाह्रो नै भएको थियो र अब मैले थोरै अब एकदम डिटेलमा त दिनु सकेको छैनौँ इन्फर्मेसन तर पनि हजुरहरूलाई कुन बाटो जाँदा सजिलो हुन्छ र कुन बाटो जाँदा चाहिँ अनि गाह्रो हुन्छ अनि गाडीमा जाँदा सजिलो हुन्छ कि बाइकमा जाँदा सजिलो हुन्छ भन्ने मैले इन्फर्मेसन दिएको छु हजुरहरूलाई ओके आजको भिडियो यति नै हो धन्यवाद